श्रीमान गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति श्रीपाद सरकार महाराजाधिराजको सदा रहोस् उन्नति राखुन् चिरायु विसले सदा प्रजा फैलियो सुदाओस् जय प्रेमले हामी नेपाली श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्। जय नेपाल। तपाईहरुको शरणमा छ प्रभु। पाप लाग्ला शान्ति तिमलाई बाबु बुद्धको श्राप लाग्ला शान्ति तिमलाई जन्मभूमि। 21औं शताब्दीमा प्रवेश गर्न लागेका हामी नेपालीहरू नेपाल हाम्रो हो, हामी नेपालका हौं भन्ने भावनाबाट प्रेरित भई सजगताका साथ राष्ट्रको संरक्षण तथा सर्वोत्तम हित र समुन्नतिका लागि आफ्ना क्षेत्रबाट समर्पित हुनु परेको छ। शान्ति, सुरक्षा, स्थिरता र विकास चाहना राखेर प्राप्त हुने कुरा होइन। आज चाहिँ मैले हाम्रो स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहदेव र हाम्रो रानी ऐश्वर्या राज्य लक्ष्मी देवी शाहको स्केच बनाएर ल्याएको छु। होपफुली तपाईँहरूलाई मनपर्छ होला हैन। अगाडि स्पिचहरू सुन्नु नै भयो राजा वीरेन्द्रको। र राजदरबार हत्याकाण्ड हुने बेलामा चाहिँ म लगभग 7-8 वर्षको थिएँ र त्यति बेला मलाई त्यति साह्रो केही थाहा भएन। त्यही हत्या भयो अरे भन्ने चाहिँ थाहा थियो र उहाँहरू कस्तो हुनुहुन्छ के हुन्छ केही थाहा थिएन। तर पछि जब ठुलो हुँदै गयो बुझ्दै गयो होइन, अनि उहाँहरूले गर्नुभएको काम र एउटा देशको इज्जत त्यो सम्झिँदाखेरि चाहिँ अहिले पनि हाम्रो देशमा राजा हुनुभएको भए कस्तो हुन्थ्यो होला भन्ने जस्तो फिल हुन्छ। तर होइन, अब हुन त फ्युचर कसलाई थाहा हुन्थ्यो र जे पनि हुन सक्थ्यो। तर भइदिएको भए राम्रो हुन्थ्यो कि भन्ने लाग्छ मनमा। दिन्छु तिमीलाई मेरो निशानी वीरताको चिनो वीरको। यो स्केच बनाउन चाहिँ मलाई लगभग 20 आवर्स जति लाग्यो होला होइन। तर मैले यो स्केच कन्टिन्युसली चाहिँ बनाएन, ब्रेक लिँदै धेरै टाइम लाग्यो स्केच बनाउन चाहिँ मैले। अनि मैले स्केच बनाउन नि छाडेको नि धेरै भइसकेको थियो र मैले कतै पनि स्केच सिकेन। तर मैले आफै बनाउँदा युट्युब हेर्दा चाहिँ मैले स्केच बनाउन सिकेको र त्यही भएर त्यति साह्रो स्किल्स टेक्निकहरू युज नगरी बनाउँछु मैले चाहिँ। पेन्सिल स्केच हो र बिस्तारै मैले चाहिँ अब हल्का चारकोल पनि युज गरौँ कि भन्ने लागिरहेको छ। तर पछिको स्केचहरूमा चाहिँ युज गर्न ट्राई गर्नेछु। र तपाईँहरूलाई यो स्केच कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला। र यदि तपाईँहरूलाई पनि राजा भइदिए हुन्थ्यो भन्ने एउटा मनमा लाग्छ भने चाहिँ कमेन्ट गर्नु होला। थ्याङ्क यू सो मच।